यतिखेर मलाई धेरै साथीहरूले म्यासेज गर्नुभएको छ। आजभन्दा लगभग एक हप्ता जति अगाडि मैले मेरो फेसबुकमा एआई भिडियो जेनेरेट गरेर अपलोड गरेको थिएँ, भिडियो हालेको थिएँ, पोस्ट गरेको थिएँ। र त्यो पोस्ट हेरेर धेरै साथीहरूले चाहिँ मलाई यो तपाईँले कुन एप्लिकेसनबाट बनाउनु भयो, कहाँदेखि चाहिँ यो भिडियो तपाईँले बनाउनु भयो, कसरी बनाउनु भयो, हामीले जानेनौँ, सिकाइदिनु पर्यो भनेर केही साथीहरूले म्यासेज गर्नुभएको छ। र यो भिडियो जसले म्यासेज गर्नुभएको छ उहाँहरूको लागि पनि र जतिले बनाउन जान्नु भएको छैन सबैको लागि मैले यो भिडियो बनाएर फेसबुकमा राखिदिएको छु। हेर्नुहोला, राम्रो लागे कमेन्ट गर्नुहोला, केही प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ। यो एआई भिडियो बनाउन धेरै गाह्रो छैन। म तपाईँहरूलाई स्क्रिन रेकर्डबाट यो भिडियो कसरी चाहिँ जेनेरेट गर्ने, कुन एप्लिकेसनबाट फ्रीमै घरमै बसेर हामीले कसरी गर्न सक्छौँ तपाईलाई देखाउन गइरहेको छु। हेर्नुहोला, अन्तिमसम्म हेर्नुहोला, नछुटाइकन हेर्नुहोला। नछुटाइकन हेर्नुभयो भने तपाईँले यो भिडियो बुझ्न सक्नुहुन्छ र बनाउन पनि सक्नुहुन्छ घरमै बसेर। त्यति खासै गाह्रो छैन। र म तपाईँलाई चाहिँ यो भिडियो अब स्टार्ट गर्न जान्छु। म मेरो मोबाइलको स्क्रिन रेकर्डबाट तपाईँलाई यो भिडियो बनाएर देखाउँछु। तपाईँले पनि यही भिडियो हेरेर यो भिडियो बनाउन सक्नुहुन्छ। यहाँ भिडियो स्टार्ट गर्न गइरहेको छु, ध्यान दिएर हेर्नुहोला। हामीले कुन एप्लिकेसनबाट भिडियो बनाउने भनेर म तपाईँहरूलाई यहाँ देखाउन गइरहेको छु। यो एप्लिकेसनको नाम चाहिँ जेमिनी हो। यदि तपाईसँग यो जेमिनी भन्ने एप्लिकेसन छैन भने मोबाइलको प्ले स्टोरमा जानुहोस्, यहाँनिर जेमिनी भनेर सर्च गर्नुहोस्। यहाँ इन्स्टल भनेर दिन्छ, इन्स्टल गर्नुहोस्। यदि छ भनेदेखि ओपन गर्नुहोस्। मेरोमा छ, मैले यसलाई ओपन। यसको इन्टरफेस चाहिँ यस्तो खालको खुल्छ साथीहरू। अब हामीलाई भिडियो बनाउनका लागि सबैभन्दा पहिला हामीले के गर्ने भन्दाखेरि यहाँ प्लसको आइकन छ, यो प्लसको आइकनलाई क्लिक गर्ने। प्लसको आइकनलाई क्लिक गरे पछाडि यहाँ माथि देख्न सक्नुहुन्छ फोटो, क्यामेरा, अवतार, फाइल, यो धेरै अप्सनहरू छ। हामीले यसलाई बिस्तारै तल सार्ने। तल सार्दै गर्दाखेरि अरू हेर्नु परेन। यहाँनिर चाहिँ हामीलाई भिडियो बनाउनु छ भने पछाडि हामीले यहाँ भिडियोको अप्सनमा क्लिक गर्ने। मैले यहाँ भिडियोको अप्सनमा यसरी क्लिक गरेँ। अब हामीले कस्तो खालको भिडियो बनाउने हो, लङ भिडियोको लागि हो भनेदेखि 16:9 छ। यसैलाई यो ठिक छ, केही गर्नु परेन। अब होइन, सर्ट भिडियो बनाउने हो भने भर्टिकल मोडमा 9:60 भनेर यहाँनिर यसरी यसलाई कन्भर्ट गर्ने। र मलाई चाहिँ छोटो भिडियो बनाउनु छ, त्यही भएर मैले यो भर्टिकल, यो ठाडो बनाउने टाइपको लागि चाहिँ चुज गरेँ। अब डिस्क्राइब योर भिडियो भनेको छ। अब हामीले यहाँ के गर्ने भन्दाखेरि फेरि यहाँनिर प्लसको आइकन छ, प्लसको आइकनलाई क्लिक गर्ने। प्लसको आइकनलाई क्लिक गरेपछि तल सार्ने। सार्दाखेरि भिडियोमा ठिक लागेको छ कि छैन, भिडियोको अप्सनमा ठिक लागेको छ, यो ठिक छ। अब हामीले कहाँ गएर चाहिँ फोटो हाल्ने भन्दाखेरि यहाँ धेरै अप्सनहरू छ। यो सिरानमा यहाँनिर फोटो भनेको छ, यो फोटोमा गएर एउटा फोटो लिने, आफ्नो ग्यालरीमा भएको एउटा जुनसुकै फोटो। मैले यो 3 तले झर्नाको यो मङ्कीको भिडियो यो बनाएको थिएँ एआईबाट। मैले यसैलाई चाहिँ लिएँ र मैले यसलाई लिएँ, यसलाई डाउन गरेँ र यहाँनिर आयो। यहाँ आइसके पछाडि चाहिँ अब हामीले के गर्नु पर्यो भन्दा यहाँनिर हामीले डिस्क्राइब योर भिडियो भनेको ठाउँमा चाहिँ हामीले यहाँ लेख्ने हो, प्रम्प्ट लेख्ने हो। आफूले के लेख्न मन लाग्छ त्यही लेख्ने हो। मैले चाहिँ यिनीहरू डान्स गर्दै गरेको लेख्न खोजिरहेको छु। तपाईँहरूले आफ्नो हिसाबमा जस्तो लेखेर बनाउँदा पनि केही फरक पर्दैन। म चाहिँ यहाँनिर मङ्कीहरूले डान्स गर्दै गरेको भिडियो बनाइदिनु भन्छु। अब तपाईँहरूले चाहिँ अब आफ्नो हिसाबमा आफैले छानेर फोटो हाल्न सक्नुहुन्छ र त्यही अनुसार चाहिँ तपाईँले भिडियो बनाउन सक्नुहुन्छ। यहाँ नेपालीमा लेख्दा पनि केही फरक पर्दैन, इङ्ग्लिस जान्नुपर्छ भन्ने छैन। हामीले यहाँबाट नेपालीमा शुद्ध अक्षर चाहिँ हालिदिनुपर्छ, नेपालीबाटै लेख्दा हुन्छ। मैले चाहिँ अहिले सिकाउनको लागि अलि छिटो गरेर यो भिडियो बनाएको छु। म चाहिँ यहाँ MONKEY मङ्की DANCE डान्स GARDAI गर्दै GARA यो गरेको VIDEO भिडियो BANAIDEANES बनाइदिनुहोस्। मैले के भनेर लेखेँ भने मङ्कीहरू डान्स गर्दै गरेको भिडियो बनाइदिनुहोस् भनेर यहाँ हाने। तपाईहरुले लेख्दाखेरि चाहिँ शुद्ध नेपाली भाषामै चाहिँ यसरी भाषा चेन्ज गरेर यहाँबाट नेपाली भाषामै लेख्नु होला, किनभने
आफूले जस्तो लेखेको छ यसले त्यस्तै बोल्ने हो। अलिअलि मिस्टेक भयो भने हामीले सोचेको जस्तो भिडियो बन्दैन। त्यही भएर एकचोटि क्लियर हेरेर आफूले कस्तो लेखेको छ त्यो हेर्नुहोस्। अनि यो मुनिपट्टि जुन त्यो लेख्न भनेको छ त्यो लेख्न भनेको ठाउँमा चाहिँ एकदम क्लियरसँग तपाईँले लेख्नुपर्ने हुन्छ। मैले यहाँ लेखेको छु, हेर्नु होला है त। यहाँ भिडियो अब जेनेरेट हुन्छ एकछिनमा। यसलाई मैले डन गरिदिएँ। डन गरिसके पछाडि यहाँ यतापट्टिको यो साइडमा एउटा आइकन देख्नु भएको छ, यसलाई चाहिँ यसरी क्लिक गरिदिनु भयो भने अब यहाँ हाम्रो भिडियो चाहिँ यसले बनाउँदैछ। यहाँ हेर्नु देख्न सक्नुहुन्छ। यो भिडियो बनाउनु चाहिँ अलिक टाइम लाग्छ, अलिक टाइम वेट गर्नुपर्छ। यो एकदमै छिटो भन्ने हुँदैन। कसैकोमा 10-15 मिनट टाइम लिन पनि सक्छ, कसैको ढिलो हुन पनि सक्छ। यसले यहाँ बनाउँदैछ। हाम्रो प्रम्प्टहरू, हामीले लेखेको चिजहरू, हाम्रो भिडियोहरू सबै चिजहरू हेरिसके पछाडि मात्र जेनेरेटिङ योर भिडियो भनेर यसरी आउँछ। यो आइसके पछाडि पनि अलिक टाइम लिन्छ। हामीले अलिक टाइम वेट गर्नुपर्ने हुन्छ। एकछिन वेट गरौँ, कस्तो भिडियो बन्छ हेरौँ। यो भिडियो चाहिँ जम्मा 10 सेकेन्डको भन्दा चाहिँ बन्दैन। 10 सेकेन्डको भिडियो बन्छ। यदि हामीलाई लङ भिडियो बनाउनु छ भने यस्तै गरी 10-10 सेकेन्डको भिडियोहरूलाई बनाएर पहिला जेनेरेट गरेर सबै चिजहरूलाई चाहिँ मोबाइलमा सेभ गरेर अनि फेरि भिडियो एडिटिङ एपमा गएर त्यो सबैलाई जोडेर हामीले यसरी भिडियो बनाउन सक्छौँ। भिडियो यहाँ जेनेरेट हुँदैछ, हेर्नु। भिडियो जेनेरेट भएको छ। यहाँ मङ्कीहरू पनि एकदमै नाचिरहेका छन्। नाचा नाचा सबैजना नाचा, हाम्रो जोरीलाई रामिलो छ, झुरे बाकामा नाचा, नाचा नाचा सब। ल साथीहरू, तपाईँहरूलाई भिडियो कस्तो लाग्यो हेर्ने होला, सल्लाह सुझाव प्रतिक्रिया दिनु होला। तपाईँले पनि घरमै बसेर यसरी भिडियोहरू बनाउनु